कहाँ भाइ झ्याप्प कमेन्ट लेख्नुभएको खगेन्द्रले कुरो उठाइरहेका छन् कि त्यो तपाईँ हामीले सामाजिक सञ्जालमा पनि यसो ध्यान दिएर हेर्नुहोस् त। कहिलेकाहीँ दलितका कुरा लिएर सांसद भवनभित्रबाट टेबलै फोडौँला जसरी चाहिँ उफ्रिरहनु भएको छ भाइ। कहाँ भ्याट्ट त्यसो भने कि उहाँले कुरो उठाइरहनु भएको छ कि कुरा बुझ्नुभयो। ल हेर्नुहोस् त, उहाँ राजसभामा गएपछि रवि दाईलाई त उहाँ सबै दलितका अगाडि माफ माग्नुपर्छ भनेर लगाइदिनु भयो है। अब माफै मात्र हो कि त्यो पनि अब दिन आउँदैछ, बुझिँदैछ होइन। हो चट्ट रवि दाई यसो गरिदिनुहोस् होइन भनेर नलाइदिनु भयो कि खगेन्द्रजीले। कहाँ भाइ झ्याप्प कमेन्ट लेख्नुभयो कि माननीय खगेन्द्र सुनारज्यूले हाम्रो लागि कति गर्नुभएको छ है। हामीले अन्यथा बुझ्नु हुँदैन के भाइ, कुरा बुझ्यो हो। सबै कुरा पोजिटिभ हिसाबले बुझ्नुपर्छ। ल कमेन्टको लागि धेरै धन्यवाद। खगेन्द्रले कुरो उठाउँछन्, उठाइ पनि राखेका छन् है। अब हेर्दै जाउँ न के हुन्छ।